स्वागत छ। आज हामी नेपालको संविधान 2072ले यो नागरिकता सम्बन्धमा गरेका व्यवस्थाहरू अलि गहिरिएर खोतल्दैछौँ। विशेष गरी संविधानको भाग 2 मा के छ भनेर हेर्दैछौँ। हाम्रो उद्देश्य चाहिँ नागरिकता कसरी पाइन्छ, त्यसका आधारभूत तरिका, सिद्धान्तहरू के हुन्, अलिकति सरल पारेर बुझ्ने कोसिस गर्ने हो। सुरुमा एउटा असाध्यै महत्त्वपूर्ण कुरा छ है। संविधानको धारा 10 ले के भन्छ भने कुनै पनि नेपाली नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित गर्न पाइँदैन। यो एउटा ग्यारेन्टी भयो। अनि अर्को कुरा, नेपालमा कस्तो नागरिकता हुन्छ त भन्दा प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकता। मतलब प्रदेश अनुसार छुट्टा छुट्टै नागरिकता हुँदैन, एउटै हुन्छ देशको। ल अब लागौँ नागरिकता कसरी प्राप्त हुन्छ भन्ने विषयमा। सबैभन्दा चल्तीको अथवा धेरैले पाउने आधार भनेको वंशज हो हैन? त्यहीबाट सुरु गरौँ न। एकदम। संविधानको धारा 11 ले यसलाई प्रष्ट पार्छ। खासमा यो संविधान लागू हुनुभन्दा अघि नै वंशजको आधारमा जसले नागरिकता पाइसक्नु भएको थियो उहाँहरू त स्वतः नेपाली नागरिक भइहाल्नुभयो। त्यसपछि जन्मेकाहरूको हकमा चाहिँ अलिकति फरक छ। यदि जन्म हुँदा उसको बाबुक वा आमा दुई मध्ये कोही एक नेपाली नागरिक रहेछन् भने र ऊ नेपालमै स्थायी बसोबास गरेको छ भने उसले वंशजकै आधारमा नागरिकता पाउँछ। भनेपछि बाबु वा आमा पहिला त बाबु नै हुनुपर्ने जस्तो थियो क्यारे? यो त परिवर्तन भयो है? हो, यो महत्त्वपूर्ण परिवर्तन हो। यसले त लैङ्गिक समानतालाई पनि निकै बल दिएको छ। अझ यसलाई बल पुर्याउने गरी धारा 12 ले के भन्छ भने वंशजको नागरिकता लिने व्यक्तिले आफ्नो आमा वा बाबु जसको नामबाट लिए पनि भयो अनि लैङ्गिक पहिचान सहितको प्रमाणपत्र पाउँछ। त्यो पनि राम्रो व्यवस्था रहेछ। हो नि। अनि वंशजकै सन्दर्भमा अरू केही विशेष अवस्थाहरू पनि छन्, जस्तो कि यो संविधान आउनु अघि जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तान। जन्मको आधारमा पाएका हो, उहाँहरूको सन्तानले चाहिँ बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने बालिग भएपछि वंशजकै नागरिकता पाउने व्यवस्था छ। अनि अर्को एकदमै मानवीय कुरा पनि छ। नेपालभित्रै फेला परेको बच्चा तर उसको बाबु आमा को हुन्, कहाँ छन् भन्ने ठेगाना थाहा भएन भने हो र? त्यस्तोलाई के हुन्छ? त्यस्तो नाबालकलाई पनि उसको बाबु वा आमा पत्ता नलागेसम्म वंशजकै आधारमा नेपालको नागरिक मानिने भयो। अनि अर्को अलिकति संवेदनशील तर महत्त्वपूर्ण व्यवस्था छ। नेपाली नागरिक आमाबाट नेपालमा जन्मिएको अनि नेपालमै बसोबास गरेको तर बाबु को हो भन्ने पहिचान नभएको व्यक्ति। त्यस्तो पनि हुन्छ? हो, त्यस्तो व्यक्तिलाई पनि वंशजकै आधारमा नागरिकता दिइनेछ। तर यदि पछि गएर अनुसन्धान हुँदा बाबु चाहिँ विदेशी नागरिक रहेछ भन्ने ठहर्यो भने चाहिँ उसको त्यो वंशजको नागरिकता सङ्घीय कानून अनुसार अङ्गीकृतमा परिणत हुने व्यवस्था राखिएको छ। भनेपछि सुरुमा वंशजकै दिने, पछि बाबु विदेशी ठहरे अङ्गीकृत हुने। ल, वंशजको कुरा त धेरै प्रष्ट भयो, तर सबैले वंशजकै आधारमा पाउँछन् भन्ने त हुँदैन होला नि? अरू के तरिका छन्? त्यो अङ्गीकृत नागरिकता भन्ने पनि सुनिन्छ, त्यसको व्यवस्था चाहिँ कस्तो छ? छ। वंशज बाहेक अङ्गीकृत नागरिकताको पनि व्यवस्था संविधानले गरेको छ। यसलाई अब अङ्ग्रेजीमा नेचुरलाइज सिटिजनशिप भन्छन् नि, हैन? मतलब निश्चित शर्तहरू पूरा गरेर पछिबाट प्राप्त गर्ने नागरिकता। धारा 11 मै यसका केही मुख्य अवस्थाहरू छन्, जस्तो सबभन्दा बढी चर्चा हुने नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिला। बुहारीको कुरा हो, उहाँले नेपालमा बस्न चाहेमा सङ्घीय कानूनले तोकेको प्रक्रिया पूरा गरेर अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था छ। प्रक्रिया चाहिँ सङ्घीय कानूनले तोक्ने भयो। एकदम। अनि अघि हामीले कुरा गरेको थियौँ नि, नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मेको सन्तानको हकमा। यदि बाबु विदेशी नै ठहरियो भने उसको वंशजको नागरिकता अङ्गीकृतमा परिणत हुन्छ भनेर त्यो प्रक्रिया पनि सङ्घीय कानून बमोजिम नै हुने भयो। र यति मात्रै होइन, अरू विभिन्न अवस्थाहरूमा पनि नेपाल सरकारले आवश्यक ठानेमा फेरि सङ्घीय कानून अनुसार अङ्गीकृत नागरिकता दिन सक्ने अधिकार राखेको छ। भनेपछि वंशज र अङ्गीकृत मुख्य भए। यिनीहरू बाहेक अरू कुनै विशेष प्रकारको नागरिकताको व्यवस्था पनि छ कि संविधानमा?
छन् नि, अरू पनि व्यवस्थाहरू छन्, जस्तो संविधानले सम्मानार्थ नागरिकताको कुरा गरेको छ, जसलाई अनरेरी सिटिजनशिप भनिन्छ। ए सम्मानार्थ त्यो कस्तो हो? त्यो चाहिँ अब नेपालको मान प्रतिष्ठा बढाउने, विशेष योगदान दिने कुनै विदेशी व्यक्तिलाई नेपाल सरकारले सम्मान स्वरूप दिन सक्ने नागरिकता हो। ए बुझियो। त्यसै गरी अर्को पनि व्यवस्था छ। मानिलिउँ कुनै विदेशी क्षेत्र पछि गएर नेपालमा गाभिन आयो भने त्यहाँका बासिन्दाको नागरिकता के हुने भन्ने व्यवस्था पनि संविधानले गरेको छ। तर यी दुवैको मतलब सम्मानार्थ र गाभिने क्षेत्रको नागरिकताको विस्तृत प्रक्रिया के हुने भन्ने चाहिँ फेरि पनि सङ्घीय कानूनले नै तोक्ने भनेको छ। फेरि सङ्घीय कानून हो। अनि अर्को एउटा अहिले निकै चर्चामा रहेको विषय छ गैर आवासीय नेपाली नागरिकता, धारा 14 मा छ यो। ए एनआरएन सिटिजनशिप हो, यो त खुब सुनिन्छ। हो, यो चाहिँ कस्तो भने दक्षिण एसियाई क्षेत्रीय सहयोग सङ्गठन मतलब सार्क मुलुकहरू बाहेकका अन्य देशमा बसोबास गरेका, सार्क बाहेक सार्क देश बाहेकका देशमा बसेका जो पहिले आफै वा उसको बाबुआमा बाजेबजे कोही नेपालको नागरिक थिए तर पछि विदेशी नागरिकता लिए, त्यस्ता व्यक्तिहरूलाई दिइने व्यवस्था हो। ए पहिला नेपाली थिए वा पुर्खा नेपाली थिए, अहिले विदेशमा छन् र विदेशी नागरिकता लिएका छन् उनीहरूलाई। हो, तर यो नागरिकता पूर्ण नागरिकता जस्तो चाहिँ होइन। ए फरक छ। कस्तो अधिकार हुन्छ त एनआरएन नागरिकताले? संविधानले के भनेको छ भने सङ्घीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी प्रदान गर्न सकिनेछ। भनेपछि उहाँहरूले नेपालमा आएर व्यवसाय गर्न, सम्पत्ति राख्न, किनबेच गर्न, होइन, अनि आफ्नो सामाजिक सांस्कृतिक गतिविधिमा भाग लिन पाउनुहुने भयो। तर राजनीतिक अधिकार जस्तो कि भोट हाल्ने, चुनावमा उम्मेद्वार बन्ने जस्ता अधिकार चाहिँ हुँदैन। ए त्यो चाहिँ नहुने भयो। यसको पनि विस्तृत व्यवस्था चाहिँ कानूनमै आउने भयो। हो, यसको पनि विस्तृत व्यवस्था सङ्घीय कानूनमै आउनेछ भनेको छ। ल अब नागरिकता कसरी पाउने भन्ने त धेरै कुरा भयो, तर नागरिकताको प्राप्ति अथवा कसैको गयो भने फेरि पाउने होला, खारेज हुने होला, यस्ता अरू विषयहरू नि? ती सबै कुराहरू धारा 13 र 15 ले नागरिकताको प्राप्ति, पुनः प्राप्ति, समाप्ति अनि यसको रेकर्ड कसरी राख्ने, अभिलेख व्यवस्थापन गर्ने जस्ता अन्य सबै विषयहरू फेरि पनि सङ्घीय कानून बमोजिम हुने भनेर स्पष्ट पारेको छ। हामीले कुरा गर्दा त यो सङ्घीय कानून बमोजिम हुनेछ भन्ने वाक्य त कति पटक दोहोरियो। यसले के सङ्केत गर्छ जस्तो लाग्छ? यसले के देखाउँछ भने संविधानले नागरिकता सम्बन्धी आधारभूत सिद्धान्तहरू, मुख्य अधिकारहरू त तोकिदियो, होइन, तर त्यसको विस्तृत कार्यान्वयन पक्ष, प्रक्रियागत कुराहरू हो, प्रक्रिया के हुने, शर्तहरू ठ्याक्कै के हुने, कुन अफिसमा जाने, कसरी निवेदन दिने, छानबिन कसरी हुने, यी सबै कुराहरू चाहिँ बनाउन बाँकी छ, सङ्घीय कानूनमा निर्भर रहने भयो। यो एक किसिमले नेपालको सङ्घीय शासन प्रणालीको एउटा विशेषता पनि हो। केन्द्रले नीति बनाउने, विस्तृत कार्यान्वयन कानूनले गर्ने। भनेपछि आज हामीले मोटामोटी रूपमा नेपालको संविधान 2072 ले व्यवस्था गरेका नागरिकताका प्रमुख आधारहरू, वंशज, अङ्गीकृत अनि विशेष व्यवस्थाहरूमा सम्मानार्थ, गैरावासीय नेपाली र कुनै क्षेत्र गाविदा प्राप्त हुने नागरिकताबारे छलफल गर्यौं। मुख्य कुरा चाहिँ सुरुमै भने जस्तो नागरिकताको हकबाट कोही पनि वञ्चित नहुने जुन संवैधानिक प्रत्याभूति छ त्यो निकै महत्त्वपूर्ण रहेछ। अन्तत दियो, तर जताततै सङ्घीय कानून बमोजिम भनिनुले के देखाउँछ भने वास्तविक कार्यान्वयन चाहिँ भविष्यमा बन्ने कानूनहरूमा धेरै हदसम्म निर्भर रहन्छ। अब एउटा विचार गर्नुपर्ने प्रश्न के हो भने संविधानमा लेखिएका यी सिद्धान्तहरू जुन कतिपय प्रगतिशील पनि देखिन्छन्, यिनलाई साँच्चीकै व्यावहारिक सङ्घीय कानूनमा उतार्दा कस्ता खालका जटिलताहरू आउलान् वा चुनौतीहरू देखा पर्लान्? कार्यान्वयन पक्ष कतिको सहज होला वा अप्ठ्यारो होला? यो चाहिँ अलि सोच्न लगाउने विषय हो जस्तो लाग्छ मलाई।